के छ gra I got a question कि जिम गर्ने मान्छेहरू पनि त मर्छ सो आई वान्ट टु मेक क्लियर कि जिम गरेर तिम्रो आयु बढ्ने होइन जिम गरेर तिमी जति बाँच्छौ त्यो टाइम चाहिँ एउटा गुड टाइम बाँच्ने हो यु विल बी अ प्राउड कि तिमीले आफ्नो लाइफ टाइमभरिमा यु अचिभ समथिङ एन्ड यु क्यारी द्याट टिल द एन्ड हामी सबैजना लाइफमा जे बन्न खोजेको थियौँ जे चाहन्थ्यौँ त्यो सबैजनाको पोसिबल हुँदैन र त्यसले चाहिँ हामीलाई जहिले पनि सेल्फ डाउटमा हाल्छ कि सायद ममा केही कमजोरी थियो या मैले गर्न सकिनँ एन्ड स्ट्रेन्थ ट्रेनिङ या कुनै पनि ट्रेनिङ वर्कआउटले तिमीलाई त्यो फिल्डबाट बाहिर निकाल्नमा चाहिँ हेल्प गर्छ मेरो आफ्नो पर्सनल एक्सपिरियन्सबाट भनेको माई चाइल्डहुड ड्रिम वाज टु जोइन ब्रिटिस आर्मी मैले +2 पछि आई जोइन द ट्रेनिङ सेन्टर तर आई कुडन्ट मेक इट त्यसपछि I tried for Nepal Police Inspector. Again, this time I couldn't make it. Then after that, more Canada मेरो लाइफमा युनिफर्म लगाउने was my dream, but I couldn't make it. So के भयो भनेपछि मलाई बिचमा सेल्फ डाउटहरू आफूप्रति नराम्रो भावना आफूप्रति नराम्रो चिजहरू इन्क्रिज हुन थाल्यो कि सायद म नै यस्तै हो ममै केही कमजोरी थियो but the game changes get out the day I entered in fitness जहाँ मैले आफूले आफूलाई ट्रान्सफर्म गर्न सिकेँ राइट जहाँ मैले आफूले आफूलाई ट्रान्सफर्म गर्न सिकेँ र थाहा पाएँ कि हाउ टु स्टे स्ट्रङ र बाहिर सोसाइटीमा बाहिर दुनियाँमा मान्छेहरूलाई देखेँ कि दे आर स्ट्रगलिङ टु डु द थिङ विच आई डिड भेरी इजिली त्यो चिजले चाहिँ मलाई एउटा मोटिभेसन एउटा सान्त्वना दियो कि नो कमी ममा भन्दा पनि कमी त्यो समय नै थियो जहाँ म सक्सेस हुन सकिनँ सायद मेरो मेन्टालिटी यो लेभलको पुगेको थिएन कि त्यो बेला मैले त्यो सक्सेस पाएको भए पनि आई कुडन्ट ह्यान्डल इट किनभने म सायद मेन्टली रेडी थिएन होला तर अहिले म लाइफको यो सिचुएसनमा छु कि आई क्यान ह्यान्डल एनिथिङ जति नै ठुलो समस्या या प्रब्लम या जे पनि ड्रामा मेरो लाइफमा आए पनि म इजिली ह्यान्डल गर्न सक्छु द्याट वन्ट ड्राइभ मी डाउन यति चाहिँ मलाई थाहा छ चाहे जे नि होस् चाहे मेरो पर्सनल लाइफ होस् फ्यामिली लाइफ होस् फाइनेन्सियल लाइफ होस् लभ लाइफ होस् जे नि होस् आई नो आई विल मेक इट भनेर सो यो दिन्छ तिमीलाई स्ट्रेन्थ ट्रेनिङ गरेर तिमीलाई माथिबाट प्रसादको स्वरूप पाउने शक्ति होइन कि स्ट्रेन्थ ट्रेनिङ गरिसकेपछि त्यो तिमीभित्र नै छ आफूलाई गर्ने बिलिभ त्यो कन्फिडेन्ट तिमीभित्र नै छ स्ट्रेन्थ ट्रेनिङले जस्ट त्यसलाई पपअप गर्छ त्यसलाई बाहिर निकाल्छ तिमी डिप्रेस छौ तिम्रो लाइफमा जे पनि प्रब्लम चलिरहेछ जस्तो सुकै प्रब्लम चलिरहेछ ट्रस्ट मी एकचोटि स्ट्रेन्थ ट्रेनिङ गर जोइन गर अनि त्यसलाई अलिकति डेडिकेसन हिसाबले सिरियस हिसाबले गर्न थाल विदिन अ कपल अफ मन्थ्स यु विल बी अ कम्प्लिटली डिफ्रेन्ट पर्सन तिमी कम्प्लिटली एउटा अलग मान्छे हुन्छौ सो यो दिन्छ स्ट्रेन्थ ट्रेनिङले आजको लागि यति आज अलिक धेरै नै बोले जस्तो लाग्यो तर इट्स ओके सी यु गाइज